यतै कतै छु कङ्क्रिटको सहरमा, कङ्क्रिटकै मनहरूसँग भावना खोज्दै, आत्मीयता खोतल्दै र पछ्याउँदैछु आफ्नाहरूको छाया। के पढ्दै हो तिमी? एउटा कविता छ। ओके। यतै कतै छु कङ्क्रिटको सहरमा, कङ्क्रिटकै मनहरूसँग भावना खोज्दै, आत्मीयता खोतल्दै र पछ्याउँदैछु आफ्नाहरूको छाया। भिडहरूमा हराउनु र भेटिनु रीति बनेको छ। भिडहरूमा हराउनु र भेटिनु रीति बनेको छ। भागदौड र अस्तव्यस्तता नियति भएको छ। भागदौड र अस्तव्यस्तता नियति भएको छ। आमाको न्यानो काख यही कङ्क्रिटभित्र खोजिरहेछु। आमाको न्यानो काख यही कङ्क्रिटभित्र खोजिरहेछु। बाबाको भरोसाको हात यही भिडमा खोजिरहेछु। बाबाको भरोसाको हात यही भिडमा खोजिरहेछु। यस्तो लाग्दो रहेछ यतै कतै हराएको, बेपत्ता भएको, नभेटिएको हो। यस्तो लाग्दो रहेछ यतै कतै हराएको, बेपत्ता भएको, नभेटिएको हो। र त भौतारी रहेछु, खोजिरहेछु। फेरि यस्तो लाग्दो रहेछ यतै कतै हराएको, बेपत्ता भएको, नभेटिएको हो। र त खोजिरहेछु, भौतारी रहेछु, बस खोजिरहेछु। एउटा यस्तो भावना, एउटा यस्तो चाहना, निष्कपट र निष्पक्ष माया, बस माया। गजब गजब गजब। यो चाहिँ कसको? यो मेरो आफ्नै सिर्जना हो। ओके। 5 वर्ष अगाडि लेखेको हो र चाहिँ के सन्दर्भमा लेख्यौ? के बुझ्यौ तिमीले? मैले चाहिँ रिलेट गरेको काठमाडौँ कङ्क्रिटको सहर हो नि त काठमाडौँ, होइन? अनि अस्तव्यस्तता, दैनिकी आफ्नो जुन बितिरहेको हुन्छ, डेली त्यो हुन्छ नि, बिहान उठेदेखि बेलुकासम्म भागदौड भागदौड भागदौड, सबै भागिरहेछन्, होइन? अनि त्यो कुराहरू चाहिँ मैले यसमा बुझेँ कि यो भनेको त्यो कुराहरू चाहिँ फिल गरेँ भनौँ न। काठमाडौँको जुन व्यस्तता छ मान्छेहरूको, होइन, मान्छेहरूको दैनिकी, यसलाई चाहिँ मैले रिलेट गरेँ। तिमीले चाहिँ के सन्दर्भमा लेख्यौ? यो चाहिँ तिमीले फिल गरेर लेख्यौ होला, होइन? एकदमै। यहाँ चाहिँ मैले सौभाग्यका सिर्जना पेजमा पोस्ट पनि गरेको छु। त्यहाँ एउटा तस्बिर सहित चाहिँ यो कविता छ क्या। ओके। त्यहाँ एउटा तस्बिर चाहिँ मेरो सहकर्मी हुनुहुन्छ विपुल पाण्डेले खिच्नु भएको तस्बिर हो। त्यहाँ चाहिँ म कार्यरत कार्यालय छ, तर त्यो कार्यालयलाई यति धेरै कङ्क्रिटले घेरेको छ कि त्यो बिल्डिङ पनि, र चाहिँ वरिपरि साह्रै कङ्क्रिटको सहरको बिचमा हाम्रो कार्यालय त हो नि, होइन? अनि झ्याप्प त्यही बेला त्यो वर्ड निस्क्यो कि मुखबाट, कस्तो कङ्क्रिटको सहर हेर भन्न आयो मुखबाट, होइन? मैले यही तस्बिरलाई राख्छु भनेर, अनि त्यसपछि यो तस्बिर देखेपछि लेखेको हो। अनि मैले सोचेँ कि साँच्चै म यहीँ त छु, कतै यहीँ छु। यहाँ न बाबाको माया छ, न आमाको माया छ, तर मैले खोजिरहेको छु, होइन? तर पाइरहेको छैन। अनि लाग्छ के भने मैले भेटाउँछु जस्तो गरेर हामी रात दिन घोटिरहेको हुन्छौँ नि त, खोजिरहेको हुन्छौँ, भौतारिरहेको हुन्छौँ, तर होइन, आफूलाई के लाग्छ भने यही त छ भने जस्तो लाग्छ। तर बाबा आमाको माया चाहिँ अलिक टाढा छ, घर छोडेर आइसकेपछि। तर मलाई के लाग्छ भने काठमाडौँले धेरै दिएको पनि छ, तर धेरै कुरा छिनेको पनि छ जस्तो लाग्छ कि। अझै काठमाडौँले अब जस्तो केही कुरा उपलब्धिका हिसाबले हेर्ने हो भने काठमाडौँले धेरै दिएको हुन्छ। आत्मीयता, भावना, माया भन्ने कुरा चाहिँ लुटेको जस्तो लाग्छ, छिनेको। मलाई त्यस्तो लाग्छ है। मैले के गर्छु त्यो कुराहरू, समय है, सबभन्दा धेरै त भावना र माया छिनेको छ जस्तो लाग्छ। फिलिङ्स के हुन्छ नि है, मान्छेलाई। तिमीलाई ठ्याक्कै धेरै याद आयो कि गाउँघरमा नि, गाउँघरमा अलिक पर घरमा के भइरहेछ, के हुँदैछ, त्यहाँ को बस्छ भन्ने कुरा यो 8-10 घर होइन, 8-10 गाउँ वलतिरको मान्छेलाई पनि थाहा हुन्छ, चिन्छ पनि। तिमी एउटै घरमा डेरामा बसिरहेको छौ, तल घर डेरामा बसेको मान्छेलाई माथिल्लो डेरामा चाहिँ को बस्छ, कहाँ बस्छ, छैन त्यहाँ अहिले, केही थाहा हुँदैन क्या। मानवीयता नै है, कस्तो त्यसैमा बाँच्नु पर्ने, फेरि त्यसैमा बानी पर्नु पर्ने। हामी फेरि बानी पर्न परि सुखै छैन, सुखै छैन। त्यही भएर अरू कुनै कविता? ओके। म अहिले प्रेममा छु, मलाई थाहा छ यो बजारमा माया बिक्री हुन्छ, मायालुको छाया पनि बिक्री हुन्छ। म अहिले प्रेममा छु, मलाई थाहा छ यो बजारमा माया बिक्री हुन्छ। मलाई थाहा छ यो बजारमा माया बिक्री हुन्छ, मायालुको छाया पनि बिक्री हुन्छ।
कसको के हो? कविता हो? यो चाहिँ कविता हो। कविता बीमा कवि राजु स्याङताङले लेख्नु भएको। यो चाहिँ मलाई एकदम मनपर्ने कविता पनि हो। ओके, कन्टिन्यू। म अहिले प्रेममा छु। मलाई थाहा छ यो बजारमा माया पनि बिक्री हुन्छ, मायालुको छाया पनि बिक्री हुन्छ। मलाई यति बेला मेरो ज्यानको होइन, मलाई यति बेला मेरो ज्यानको होइन, प्रेमको बिमा गर्नु छ। मलाई यति बेला मेरो ज्यानको होइन, प्रेमको बिमा गर्नु छ। तपाईँको कम्पनीमा प्रेमको बिमा हुन्छ। मिठो। म आफ्नै लागि नहाँसेको जुग भइसक्यो। म आफ्नै लागि नहाँसेको जुग भइसक्यो। मान्छेहरू भन्छन् यसको मुस्कान फरक छ, तर हाँसिरहेकै हुन्छु मालिकको अघि, सरकारको अघि। म हाँसिन भने सरकारले मलाई कर तिराउँछ। मान्छेहरू भन्छन् यसको मुस्कान फरक छ, म तर हाँसिरहेकै हुन्छु मालिकको अघि, सरकारको अघि। म हाँसिन भने सरकारले मलाई कर तिराउँछ। अनि म रोएँ भने सरकारले मलाई जेल हाल्छ। म रिसाएँ भने त झन् सरकारले मलाई गोली नै ठोक्छ। हाँसो रित्तिएको दिन म हुने छैन यो संसारमा। यति बेला मलाई दाँतको होइन, मुस्कानको बिमा गर्नु छ। तपाईँको कम्पनीमा मुस्कानको बिमा हुन्छ। मलाई एकदम मनपर्ने कविता हो यो चाहिँ। दुनियाँ निहाल्नु पर्ने आँखामा, दुनियाँ निहाल्नु पर्ने आँखामा शासकहरूले लगाइदिन्छन् थरी थरीका चस्मा। दुनियाँ निहाल्नु पर्ने आँखामा शासकहरूले लगाइदिन्छन् थरी थरीका चस्मा। चस्मा भित्रैबाट मेरो आँसु निर्यात भइरहेको छ बजारमा। चस्मा भित्रैबाट मेरा आँसु निर्यात भइरहेको छ बजारमा। आँसु रित्तिएपछि कुनै पनि बेला म निकालिन सक्छु बजारबाट। आँसु रित्तिएपछि कुनै पनि बेला म निकालिन सक्छु बजारबाट। यति बेला मलाई आँखाको होइन, आँसुको बिमा गर्नु छ। तपाईँको कम्पनीमा आँसुको बिमा हुन्छ। मेरो गाउँ कोक र रुसलान भोटकाका रित्ता बोतलहरूमा डुबेर निसासिएको धेरै भइसक्यो। मेरो गाउँ कोक र रुसलान भोटकाका रित्ता बोतलहरूमा डुबेर निसासिएको धेरै भइसक्यो। मेरो गाउँमा अचेल मान्छे भन्दा पहिले मानवता मरिरहेको छ। मेरो गाउँमा अचेल मान्छे भन्दा पहिले मानवता मरिरहेको छ। मलाई यति बेला मान्छेको होइन, मानवताको बिमा गर्नु छ। तपाईँको कम्पनीमा मानवताको बिमा हुन्छ। प्रत्येक वर्ष मेरो घरको छाना हुरीले उडाएर लान्छ। प्रत्येक वर्ष मेरो घरको छाना हुरीले उडाएर लान्छ। मेरो आप्पा हुरीले खोज्दै गरेको घरको खाम्बा समाउँदै ओ कोन्जेन्सोम भन्नुहुन्छ। यति बेला मलाई मेरो झुपडीको होइन, आप्पाको हुरीसँग जुधेको हिम्मतको बिमा गर्नु छ। तपाईँको कम्पनीमा हिम्मतको बिमा हुन्छ। मेरी आमा भोको पेटमा पटुकी कसेर आधा रातदेखि जाँतोमा चिसो मकै पिस्नुहुन्छ। मेरी आमा भोको पेटमा पटुकी कसेर आधा रातदेखि जाँतोमा चिसो मकै पिस्नुहुन्छ। मकै पिस्दा पिस्दै आमा भोकले त्यही लड्नुहुन्छ। मलाई यति बेला जाँतोको होइन, आमाको तागतको बिमा गर्नु छ। तपाईँको कम्पनीमा तागतको बिमा हुन्छ। कहिले पठेक्री बेचेर, कहिले हजुरआमाको जड्यौरी बुलाकी बेचेर प्रिमियम बुझाउन लौरो टेक्दै सदरमुकाम धाउनुहुन्छ हजुरबा। कहिले पठेक्री बेचेर, कहिले हजुरआमाको जड्यौरी बुलाकी बेचेर प्रिमियम बुझाउन लौरो टेक्दै सदरमुकाम जानुहुन्छ हजुरबा। आफ्नो सेखपछि झुप्रो घरमा झलमल्ल ताराहरू फल्ने आश्वासन दिएको छ हजुरबालाई। आफ्नो सेखपछि झुप्रोमा झलमल्ल ताराहरू, आफ्नो सेखपछि झुप्रो घरमा झलमल्ल ताराहरू फल्ने आश्वासन दिएको छ हजुरबालाई। मलाई यति बेला हजुरबाको होइन, हजुरबाको हृदयमा दौडिरहने इमानको बिमा गर्नु छ। तपाईँको कम्पनीमा इमानको बिमा हुन्छ। यो देशमा तस्कर, घुसखोरी र बलात्कारीलाई कानूनका दफाहरू बनाएर बिमा गरिन्छ। निर्मला, अंगिरा र सम्झनाहरूलाई न्यायालयको ढोका बाहिरै मारिन्छ। यति बेला मलाई बलात्कारीको होइन, प्रतिरोध गर्दै सम्झनाहरूले अन्तिम पटक चिच्याएको त्यो विद्रोहको बिमा गर्नु छ। तपाईँको कम्पनीमा विद्रोहको बिमा हुन्छ। मलाई यति बेला अन्नको होइन, माटोको बिमा गर्नु छ।
विपनाका कष्टहरूको होइन, आँखामा नाचिरहने सपनाको बिमा गर्नु छ। मलाई यति बेला अन्नको होइन, माटोको बिमा गर्नु छ। विपनाका कष्टहरूको होइन, आँखामा नाचिरहने सपनाको बिमा गर्नु छ। तपाईको कम्पनीमा सबैको बिमा हुन्छ। तपाईको कम्पनीमा सबैको बिमा हुन्छ। वाउ, राजु स्याङतानको बिमा कविता साह्रै मिठो। सबै सन्दर्भहरूलाई यस्तो मिठो गरी प्रस्तुत गर्नुभएको छ। उहाँको चाहिँ मलाई मनपर्छ होइन। उहाँको कविताहरू म धेरै पढ्छु। त्यो कविता सङ्ग्रह छ एउटा ओ पङ्दोर्जे भन्ने होइन, त्यो भित्रको कविता हो यो बिमा चाहिँ। विभिन्न शीर्षकमा त्यहाँ धेरै खाले कविताहरू छन्। त्यो मध्येको मलाई मनपर्ने कविता यो पनि हो उहाँको। मिठो लाग्यो है। बेस्ट 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 एकदम।